제딘키기 견로베세기 닥레티모 멤버라세베 카탐텐제 슝루토파이 로드 보베 능와 셀도 세 क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। आज हामी रिभिजन गर्ने कतिजनाले चाहिँ युट्युबमा चाहिँ अब तपाईहरुले लर्न टिबेटन बाइ गेन्दावा क्लिक गर्नुभयो हैन। क्लिक गर्नुभयो भने चाहिँ नि 4-5 वटा भिडियो आउँदो रहेछ त्यसमा। अब यदि तपाई सुरुदेखिको सिक्नु हुन्छ भन्ने त्यो 4-5 वटामा चाहिँ सबै आउँदैन। त्यस्तो हुँदाखेरि तपाईले चाहिँ लर्न टिबेटन बाइ गेन्दावा भनेर चाहिँ यस्तो एउटा गोलोमा फोटो भएको छ। गोलोमा फोटो भएकोलाई क्लिक गरेर गरियो हैन। क्लिक गरिसकेपछि फेरि 5-6 वटा आउँछ। आइसकेपछि सबै आएन भने चाहिँ यसलाई आइसक्छ हैन भिडियो। त्यसलाई यसरी राइट टु लेफ्ट यसरी ठेल्नु पर्दो रहेछ। राइट टु लेफ्ट ठेलिसक्नु भयो भने चाहिँ अनि सुरुदेखिको लेसन नम्बर 1, लेसन नम्बर 2, लेसन नम्बर 3 त्यसरी आउँदो रहेछ। त्यस्तो गर्नुपर्ने रहेछ। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने त्यसरी गर्नुपर्दो रहेछ। लर्न टिबेटन बाइ गेन्दावा त्यहाँदेखिको गोलोमा मेरो फोटो भएकोलाई चाहिँ क्लिक गरेर चाहिँ कतिवटा मेरो च्यानलहरू आउँदो रहेछ। त्यसमा सबै आउँदैन रहेछ। त्यतिखेर के गर्नुपर्दो रहेछ भन्दाखेरि राइटदेखिको लेफ्टमा यसरी तपाईको स्क्रिनमा यसरी ठेल्नु भयो भने चाहिँ अनि फर्स्ट सेकेन्ड थर्ड, फर्स्ट चाहिँ एकदमै लास्टमा छ। फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स्थ सेभेन्थ त्यसरी आउँछ। त्यो याद गर्नुहोस्। अनि कतिजनाले राम्रो सुनेको छुइनँ भनेर भन्नु हुँदैछ। हिजो मेरो एकजना चिनाजनाको चाहिँ त्यति राम्रो सुन्दैन रहेछ। फेरि अर्को एकजनाकोमा चाहिँ एकदमै स्पष्ट सुन्दो रहेछ। त्यसले गर्दाखेरि सायद तपाईको मोबाइललाई एडजस्ट गर्नुपर्छ होला। त्यो भोल्युम इन्क्रिज गर्ने दुईटा तरिका छ। एउटा चाहिँ सिधै त्यो गर्यो, अर्को चाहिँ सेटिङमा गएर भोल्युम बढाउनु पर्ने रहेछ। अनि अब यो अलिकति कम्प्लिकेटेड देख्नु हुँदैछ है। तर तपाईहरुले यो सबै सिकिसक्नु भएको हो। अब रिभिजन गर्दैछु। अब यसरी मिक्समा आयो भने चाहिँ तपाईहरु कन्फ्युज हुनुहुन्छ होला। सा कातक साको माथि के अरे काको माथि सा लेख्यो भने चाहिँ उच्चारणमा के भिन्नता आउँदैन। सा कातक का, का रातक टा, सा कातक का रातक टा, सा कातक का रातक टा। तपाई काम गर्दाखेरि भिडियोलाई अन गरेर भोल्युमलाई ठुलो राखेर सुनिरहनुहोस्। सा कातक का रातक टा, खा यातक के हुनुपर्ने खा यातक ख्या, खा यातक ख्या, ख्या खिकु खी। पहिला बबललाई छोडिराख्नुहोस्। खा यातक ख्या, ख्या खिकु खी। फेरि तपाईलाई यो सजिलै लाग्दैछ भने साकतका करतटाको माने चाहिँ हेयर केस। खा यता ख्या, ख्या गिकु खी, खीको अर्थ चाहिँ कुकुर डग। सा लातक के हुनुपर्ने यो एक्सप्रेसनमा आयो। सा लातक के हुनुपर्ने सा लातक द, सा लातक द, सा लातक द। फा
यातक छ फा यातक छ छ के हो यो चाहिँ फा यातक छ छ घिकु छि सा नातक nga यदि तपाईलाई त्यो याद त्यो रुल्सहरु याद आउनु भएन भने चाहिँ फेरि सुरुदेखिको एकचोटी हेर्नुस् सा नातक nga सा नातक nga nga नारो ngo सा नातक nga nga नारो ngo अब यो कम्प्लिकेटेड देख्दो रहेछ है तर सजिलै छ र गत उच्चारणमा केही फरक पर्दैन र गत ग ग यातक ग्या ग्या सेप्चु ग्यु र गत ग ग यातक ग्या ग्या सेप्चु ग्यु र गत ग ग यातक ग्या ग्या सेप्चु ग्यु सारतक के हुनुपर्ने हिजो तपाईहरुले सिक्नु भएको सारतक सा उच्चारणमा केही फरक पर्दैन सारतक सा नारो सो सारत सा सरेगमपको सारत सा नारो सो सालातक के हुनुपर्ने सालातक दा सालता दा सप्चु दु सालता दा सप्चु दु अब भर्टिकली हामी सक्यो रिभिजन गर्दैछु यो फेरि राम्ररी सिक्नु भएको छैन भने म फेरि भोलि पर्सि नयाँ रुल सिकाउनेवाला छु त्यसले गर्दाखेरि जति नै सिकाएको छ त्यसलाई चाहिँ राम्ररी सिकिराख्नुस् सालता दा सप्चु दु मा याता के हुनुपर्ने मा यातक न्या मा यातक न्या एक्सेप्सनमा हिजो आयो हिजो होइन अस्तिको दिन मा यातक न्या न्या नारो न्यो मा यातक न्या न्या नारो न्यो नाको माथि सुप्रस्कार छ भने यसको उच्चारण हाई भएर जान्छ भन्नेको होइन अस्ति सो भवलाई छोडिराख्नुस् पहिला र नातक ना र ना ना र नातक ना ना नारो नो र नातक ना ना नारो नो यदि तपाई आज मेरो क्लासमा प्रथमचोटि आउनु हुँदैछ भने लर्न टिबेटन बाई गेन दावा त्यो गोलो भित्र फोटो भएकोलाई क्लिक गर्नुस् क्लिक गरिसकेर चाहिँ कतिवटा 4-5 वटा भिडियो आउँछ त्यसलाई तपाई स्क्रिनमा चाहिँ राइट ह्यान्ड टु लेफ्ट ह्यान्ड साइडमा यसरी ठेल्नुहोस् त लस्करै आउँछ त्यहाँदेखि तपाईहरु फर्स्ट क्लास चाहिँ एकदमै तल छ त्यहाँको त्यसको माथि दोस्रो क्लास तेस्रो क्लास त्यसरी अनि बीच-बीचमा त्यो फोटो भएको त्योहरु चाहिँ यदि तपाईलाई यो भोटे भाषा आउँदैन भने त्यो हेर्नु पर्दैन अहिले हालैमा तपाईले सिक्नु पर्ने चाहिँ लेसन नम्बर 1 लेसन नम्बर 2 लेसन नम्बर 3 त्योहरु मात्रै ध्यान दिनुहोस् पछि तपाईले यो मैले कथा सुनाएकोहरु चाहिँ पछि बुझ्न सक्नुहुन्छ रा नाता ना ना नारो नो सा माता मा सा मातक मा मा खिकु मी सा माता मा खिकु मी सा माता मा खिकु मी
अब यो ल र ह दुवैलाई एकैचोटि उच्चारण गर्ने। ल हातक ला 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 ला। मैले कसरी भनिरहेछ त्यसरी तपाईँले भनेको छ कि छैन ऐनामा हेर्नुहोस्। ला ला ला। ला हाता ला ला नारो लो। ला हाता ला ला नारो लो। यदि तपाईँ दार्जिलिङमा बस्नुहुन्छ भने लामो लामो भनेको नाम धेरै सुन्नुभएको छ होला। लामो होइन, उच्चारण गर्नु नसकेर चाहिँ लामो भनेको वास्तवमा लामो देवी, लामो 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 देवी। ला हाता ला 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 नारो लो। कालाता ला कालाता ला ला सेप्चु लु। कालाता ला कालाता ला ला सेप्चु लु। रिभिजन गर्नुहोस्। अब तपाईँलाई के भन्छ स्कुल जानुपर्ने जानु पर्दैन, पानीमा भिज्दै स्कुलमा पनि जानु परेन, पाहुनालाई त्यतिकै छोडेर स्कुल पनि जानु परेन, घरमै। अब त्योभन्दा योभन्दा अझै सर्टकट छैन। अन्त त्यसमा चाहिँ अलिकति ध्यान दिएर जब जब तपाईँले फुर्सद पाउनुहुन्छ तब तब यसलाई खोलेर लेख्दै पनि गर्नुहोस्। पढ्नु सक्नुभयो भने एक दुईवटा शब्द पनि सिक्नुहोस्। केही शब्द सक्नु भएको छ भने एक दुईवटा स्पेलिङ पनि सिकिराख्नुहोस्। अब यो युट्युब तपाईँले 20 पल्ट हेर्दा पनि भयो। घरमा ताला लगाएर स्कुल जानुपर्ने पनि छैन। एकदमै सजिलो, त्योभन्दा अझै सजिलो हुनु सक्दैन। कालता ला ला सेप्चु लु। कालता ला ला सेप्चु लु। गारता ड ड ट ठ ड। गारता ड ड खिकु डी। सागता गा नो गारता ड ड खिकु डी। अब यो अलिकति कम्प्लिकेटेड देखिरहेछ। 1 2 3 4। अब गाको माथि सा जोडेको छ भने अस्ति हामीले सिकेको उच्चारणमा केही भिन्नता आउँदैन। सो सा गत गा। गर तक के हुनुपर्ने? गर तक हामीले हिजो सिकेको गर तक ड ड सेप्चु डु। सा गत गा गर तक ड ड सेप्चु डु। फेरि तपाईँले यो रिभिजन हो। यति सजिलोसित सक्नुभयो भने चाहिँ अनि तेर्सो अब हामीले सुरु गर्नुपर्छ। अन्त 3-4 पल्ट हेर्नुहोस्। हेर्नुहोस् है। सा कतक का का रतक टा खा यतक ख्या ख्या खा यतक ख्या ख्या खिकु खी। सा लतक द सा लतक द सा लतक द। फा यतक छ छ खिकु छी। फा यतक छ छ खिकु छी। बललाई पहिला छोड्नुहोस्। सा नतक nga nga naro ngo। सा नतक nga nga naro ngo। माथि 3 को तल आउने, तर माथि भवल छ भने त्यसलाई त्यतिकै छोडेर चाहिँ र गत गा गा यत ग्या ग्या सेप्चु ग्यु। र गत गा गा यत ग्या ग्या सेप्चु ग्यु। सा रतक हिजो हामीले सिकेको रतक। सको मुनि रतक जोडेको छ भने चाहिँ उच्चारणमा
केही भिन्नता आउँदैन। सा र तक सा नारो सो, सा र त सा नारो सो। सा ल तक दा, अहिले भर्खरै गरेको सा ल त दा सचु दु, सा ल त दा सचु दु, सा ल त दा सचु दु। मा यतक न्या, हिजो सिकेको, हिजो होइन अस्ति सिकेको। मा यतक न्या नारो न्यो। रा नातक ना, रा नातक ना नारो नो, रा नातक ना नारो नो। ला हातक ला हातक नारो लो। का लतक ला सचु लु, लुको माने नाग देवता लु। गा रतक डा घिकु ढी माने छुरी, सब्जी काट्ने छुरी। गा रत डा घिकु ढी। सा गत गा रत डा सचु डु। यसलाई धेरैपल्ट सुन्नुहोस् है। अब फेरि हामी नयाँ रुल्स छिटै सिकाउनेवाला छु। यदि यो रुल जानेको छैन भने अनि साह्रो पर्दै जान्छ। फेरि एकचोटि म पढ्दैछु। सा कत का रत ट, खा यत ख्या घिको खी, सा लत द, फा यत छा घिको छी, सा नतक ना नारो ngो, रा गत गा यत ग्या सचु ग्यू, सा रतक सा रे ग म प सा नारो सो, सा लतक दा सचु दु। मा यतक न्या नारो न्यो, रा नतक ना नारो नो, सा मतक मा खिकु मी, ला हातक ला नारो लो। का लतक ला सचु लु, गा रत डा खिकु डी, सा गत गा रत डा सचु डु। एकदमै बिस्तारै सिकाइरहेको छु। मैले कोसिस त गरेँ, सिक्नु सकिनँ भने कुरै आउँदैन। एकदमै बिस्तारै सिकाइरहेको छु। लेसन 1 देखिको सुरु गर्नुपर्छ, तर एकैचोटि यहाँ सिक्नु चाहिँ गाह्रो पर्छ। लेसन 1 लेसन 2 त्यहाँदेखिको सिक्नुहोस्। यो चाहिँ अलिकति पहिला सिकेको जति नै रुल्स तपाईँलाई मैले इन्ट्रोड्युस गरेको छु त्यो सबै मैले मिक्स गरेर यहाँ लेखेको। अब पुस्तकमा क र त ट, ख र त ठ, ग र त ड त आउँदैन, यसरी मिसेर आउँछ। त्यसले गर्दाखेरि यसलाई एकचोटि होइन केहीपल्ट तपाईँहरू सुन्नुहोस्। अलिक साह्रो पर्दैछ भने त्यसलाई अलग्गै नोटबुकमा लेखेर त्यसलाई प्र्याक्टिस गर्नुहोस्। अब साह्रो कुन चाहिँ पर्छ भन्दाखेरि यो ङ अलिकति हाई टोन, नसक्ने त छैन। ङ सरता सनारो सो, यो रुल याद गर्नुपर्ने हो। सको मुनि रतक छ भने चाहिँ उच्चारणमा केही भिन्नता आउँदैन। यो अनि अलिक साह्रो पर्ने चाहिँ यो सो ला र लालाई एकैचोटि उच्चारण गरेर चाहिँ अलिकति सास भएर फ्याँकेको जस्तै सोको अर्थ चाहिँ साउथ। सो आजको लागि यो धेरैपल्ट सुन्नुहोस्। अब यो पहिलो तपाईँले
योसित 15th लेसन होला। यो सबै तपाईँले सिक्नु भएको सबै यहाँ मिक्स गरेर लेखेको छु र यहाँ चाहिँ सजिलो प्रकारले सक्नुभयो भने चाहिँ मतलब तपाईँले लेसन नम्बर 2, 3, 4 सबै राम्ररी सिक्नु भएको चाहिँ बुझ्न सक्नुहुन्छ। र यसरी आजको क्लास यहीँ समाप्त गर्दैछु। Have a good day. See you later.